Hi, I'm Sandhya, a BBA student at Nepal. एज मेरो क्लास 7 देखि स्टार्ट हुन्छ. आज चाहिँ म 6 बजे नै उठिसकेको थिएँ. एन्ड आफ्टर गेटिङ फ्रेस अनि ह्याभिङ माई ब्रेकफास्ट म चाहिँ कलेज जान रेडी भएँ. अनि म कलेज पुग्दा चाहिँ 6:58 भइसकेको थियो. एज आवर क्लास स्टार्ट फ्रम 7. हामीले एउटा क्वेसन गऱ्यौँ अनि आज कोर्स सकिएको खुसीमा सरले चाहिँ गाउन थाल्नुभयो. एन्ड वी इन्जोयड आवर फर्स्ट क्लास. एज हामी सेमेस्टर एन्डमा छौँ. हाम्रो धेरै सब्जेक्टको कोर्स चाहिँ सकिसकेको छ. सो हाम्रो आजको सेकेन्ड क्लास पनि कल्ड अफ भइसकेको थियो. सो त्यही भएर म चाहिँ रुमतिर फर्किन लागेँ अनि फिट चेक पनि गरेँ. अनि रुम फर्किसकेपछि चाहिँ मैले 10 बजेतिर खाना खाएँ अनि थर्ड क्लास एटेन्ड गर्नुको लागि फेरि कलेज फर्किएँ. एज हाम्रो थर्ड क्लास चाहिँ 11:45मा सकिन्छ अनि फोर्थ क्लास पनि कल्ड अफ भयो. सो फेरि म फर्केँ मेरो रुमतिर. एज बिबिए स्टुडेन्ट एट नेपाल मेरो दिनहरू चाहिँ यस्तै गइराखेको छ. सो टु नो माई फुल जर्नी पछिको पनि स्टे ट्युन एन्ड थ्याङ्क यू फर वाचिङ.